आदरणीय दर्शक वृंद नमस्कार। अपन विशेष में स्वागत करै छी। आई शिक्षा से संबंधित विषय में बातचीत करऽ जा रहल छी। जँ शिक्षा क्षेत्र के बात करी तो कतौ ने कतौ एकटा उपराग तो इहो आबि रहल छै कि गुणस्तरीय शिक्षा नहीं भेट रहल छै। दोसर दिस जे हिसाब से रिजल्ट सब आबि रहल छै, जे एहि बेर कक्षा 12 के जे रिजल्ट एलैए तो करीब 52% मात्र विद्यार्थी सब उत्तीर्ण भेलैए। एहन किस्म के रिजल्ट सब आबि रहल छै। एकटा निराशाजनक रिजल्ट कहल जाए सेहो कहल जा सकै छै। तो शिक्षा क्षेत्र जे नेपाल के छै तो ई समस्या सब किया आबि रहल छै? पढ़ाई लिखाई नीक से नहीं भऽ रहल छै या विद्यार्थी नीक से नहीं पढ़ि रहल छै? ई यावत विषय में बातचीत करब। तहिना एकटा इहो उपराग रहे छै हमेशा कि जे निजी विद्यालय सब छै, जे निजी कॉलेज सब छै, उ सब अत्यधिक शुल्क लऽ रहल छै। इहो एकटा उपराग सदैत चलते आबि रहल छै। ई समग्र विषय में आइ बातचीत करब। तऽ आइ जुड़ल छै काठमांडू से प्राध्यापक डॉक्टर घमान सिंह खड़का जुड़ल छै। वो शिक्षाविद छै आ करीब 3 दशक से वो एहि क्षेत्र में सक्रिय छै। सबसे पहले हुनका स्वागत करै छी। डॉक्टर साहब, कार्यक्रम में स्वागत छ। धन्यवाद। शुरुआत में यही विषयबाट गरौँ। जुन अहिले केही दिन अगाडि मात्रै कक्षा 12 को नतिजा जुन आयो र जसरी एउटा निराशाजनक रिजल्ट देखिएको छ, जस्तो किसिमको परिणाम आउनु पर्ने हो त्यस्तो नदेखिएको अवस्था छ। तपाईँ कसरी मूल्याङ्कन गर्नुहुन्छ? कस्तो परिणाम आइरहेको छ? यो अहिलेको रिजल्ट जुन राज्यले लगानी गरेको तुलनामा जुन रूपमा सन्तोषजनक रिजल्ट आउनुपर्ने त्यो चाहिँ आउन सकेन। यो आउन नसक्नुको पछाडि धेरै कारणहरू छन्। पहिलो त यो 2-3 वर्षदेखि कोरोनाको जुन प्रकोपले गर्दाखेरि विद्यार्थीहरूले जुन एउटा चाहिँ विद्यालयमा गएर पठन पाठन गर्ने परिपाटी चाहिँ त्यहाँ चाहिँ विकास हुन सकेन। खालि जुमका क्लासहरू सञ्चालन हुने र जुन एउटा रिमोट एरियामा चाहिँ जुम क्लासहरू सञ्चालन गर्न चाहिँ जुन टेक्नोलोजी नेपालको चाहिँ जुन अहिले भइरहेको चाहिँ जुन प्रविधिले चाहिँ जुन थ्याक्न नसकेको कारणले गर्दाखेरि आम विद्यार्थीहरू चाहिँ जुन रूपमा चाहिँ सिकाइ हुनुपर्ने हो, जुन टिचिङ एन्ड लर्निङ हो, त्यो कुरा नभएको कारणले गर्दा पनि जुन विगत वर्षहरूको रिजल्ट भन्दा चाहिँ यो वर्ष रिजल्ट चाहिँ के भनेदेखि कमजोर भयो। अर्को कारण के हुन्छ भनेदेखि अब यो धेरै जस्तो नेपालको चाहिँ हाम्रो समग्र चाहिँ सरकारी विद्यालय भने रिमोट एरियामा छन्। रिमोट एरियामा जुन विद्यालयमा चाहिँ एउटा गुणस्तर एउटा चाहिँ योग्य शिक्षकहरू चाहिँ रहनु पर्ने हो, जुन उनीहरूले चाहिँ एउटा चाहिँ आफ्नो जिम्मेवारी चाहिँ निभाउनु पर्ने हो, त्यो कुरा चाहिँ उहाँहरूले चाहिँ जुन भूमिका निभाउन खोज्दै पनि जुन परिस्थितिले गर्दाखेरि चाहिँ त्यो चाहिँ हुन नसकेको कारणले अहिलेको रिजल्ट चाहिँ कमजोर बनाएको छ चाहिँ मेरो चाहिँ ठहर छ। हजुर, अब यसपालिको रिजल्टको कुरा गर्ने हो भने करिब 52% विद्यार्थीहरू उत्तीर्ण भयो होइन? अघिल्लो या बरौँ विगतका वर्षहरूमा चाहिँ कस्तो रिजल्ट आउने गरेको थियो र यसपालिको रिजल्टको तुलना गर्ने हो भने के भन्नुहुन्छ तपाईँ? होइन, 2 वर्ष चाहिँ असाधारण चाहिँ त्योभन्दा अगाडि पनि रिजल्ट चाहिँ अब यो प्लस 2 को रिजल्ट चाहिँ 75-80% हुन्थ्यो होइन? त्यसले गर्दाखेरि चाहिँ अब अहिलेको चाहिँ जुन 2 वर्षको चाहिँ यो कोरोना पछाडिको रिजल्ट चाहिँ अलिकति होम सेन्टरको कारणले गर्दाखेरि रिजल्टहरू चाहिँ अब 95% नै थियो। तर जुन चाहिँ पहिले जो होम सेन्टर दिनुभन्दा अगाडि पनि 75% चाहिँ रिजल्ट थियो यो प्लस 2 मा। तर एकाएक चाहिँ जुन हुनुपर्ने चाहिँ जुन यो कमजोर चाहिँ हुनुपर्ने कारण चाहिँ विद्यार्थीहरूमा चाहिँ पढ्ने बानी चाहिँ जुन चाहिँ छुट्यो 2 वर्ष, त्यो कारणले गर्दाखेरि जुन रिजल्ट चाहिँ पहिले अघिल्लो जुन कोरोनाभन्दा अगाडिको भन्दा पनि तल घट्यो। त्यसको मतलब के भनेदेखि यसमा चाहिँ विद्यार्थीहरूको पनि एउटा चाहिँ पढ्ने र सिक्ने बानी चाहिँ घटेको चाहिँ के भन्दैन मैले महसुस गरेको छु। मुख्य कारण के होला? जस्तै तपाईँले अघि कोभिडको कुरा पनि गर्नुभयो। 2 वर्ष जति त कोभिडले समस्या दिएकै थियो होइन? एउटा कोभिडको कारण तपाईँले भन्नुभयो। एउटा विद्यार्थीहरूमा जुन पढ्ने एउटा जोस जागरण हुनुपर्ने या त्यतातर्फ बढी ध्यान दिनुपर्ने त्यस्तो नदेखिएको हो कि, या कलेजले पैसा मात्रै कमाउने उद्देश्यले कलेजहरू खोलिए, कलेजले राम्ररी पढाएनन्, त्यो हो कि? होइन, त्यो पनि हुनसक्छ। तर त्यसमा म चाहिँ 100% म त्यो त्यसमा सहमत छैन। मुख्य कुरा चाहिँ यसमा किन रिजल्ट कमजोर भएको चाहिँ के हुन्छ भने 2 वर्ष 3 वर्षदेखि कोरोना भएको थियो। तिनी विद्यार्थीहरू जुन चाहिँ 9 र 10 मा चाहिँ राम्रो चाहिँ के भन्दाखेरि त्यहाँ पढाइ हुन सकेन होइन? त्यो चाहिँ के त्यो ब्याकग्राउन्ड चाहिँ कमजोर भएको कारणले एकैचोटि चाहिँ यो राष्ट्रिय परीक्षा बोर्डबाट चाहिँ जुन चाहिँ परीक्षा अब जुन एउटा विद्यार्थीको चाहिँ परीक्षामा चाहिँ हुनुपर्ने तयारी थियो, त्यो तयारी चाहिँ के भनेदेखि 9 र 10बाट नै कमजोर हुँदै गयो। त्यसले गर्दा एकैचोटि चाहिँ 11 मा चाहिँ के भन्छ अहिले चाहिँ 11 को परीक्षा चाहिँ विद्यालयले लिने
विद्यालयले चाहिँ आफ्ना विद्यार्थीहरूलाई सबै पास गरिदिने, तर त्यो कारणले विद्यार्थीको एउटा मनोवैज्ञानिक चाहिँ के कुरा भयो भनेदेखि होइन, विद्यार्थी चाहिँ हामीले चाहिँ नपढाइकन पास हुने हो कि भन्ने चाहिँ उनीहरूलाई चाहिँ 9 र 10को विद्यार्थीलाई अटोमेटिक चाहिँ विद्यालयहरूले चाहिँ यो कोठाको बेलामा चाहिँ के भने अपडेट गरिदियो। अनि 11मा पनि विद्यालयहरूले चाहिँ के भन्दैन अटोमेटिक पास भयो। त्यस कारणले गर्दा होइन विद्यार्थीलाई के भने हामीले नपढेर पास हुन्छ है भन्ने चाहिँ एउटा चाहिँ उनीहरूको चाहिँ साइकोलोजीको कारणले गर्दाखेरि 12मा चाहिँ राष्ट्रिय परीक्षाबाट जुन चाहिँ एउटा चाहिँ गभर्मेन्ट एउटा सरकार लिएको परीक्षा हो, सरकार लिएको परीक्षामा चाहिँ के भनेदेखि जुन आशातीत चाहिँ रिजल्ट चाहिँ हुन सक्छ। यो मेन कारण चाहिँ के भने 9 र 10मा चाहिँ जुन जुन विद्यालयमा चाहिँ विद्यार्थी जानै सकेन, त्यो मेन कारण चाहिँ हो। यसमा चाहिँ के भने हामीले के भने एउटा महत्त्वपूर्ण कुरा तपाईँले भन्नुभयो र यसमा म एउटा कुरा थप्न चाहन्छु। के भन्दाखेरि एउटा के गुनासो सुनिन्छ, जसरी तपाईँले भन्नुभयो कि जुन विद्यालय हुन्छ 11-12 कक्षा पढाउने जुन विद्यालयहरू छन् ती विद्यालयहरू चाहन्छ कि विद्यार्थीको चाहिँ रिजल्ट राम्रो आउनु, होइन विद्यार्थी कस्तो पढ्यो भन्दा पनि रिजल्ट जुन कागजमा जुन रिजल्ट आउँछ त्यो चाहिँ राम्रो आओस् भन्ने चाहिँ उद्देश्य राखेका हुन्छन्। र जुन परीक्षाहरू भनौँ न फाइनलभन्दा अगाडिका जुन परीक्षाहरू लिने गरिन्छ, टर्मिनल परीक्षाहरू लिने गरिन्छ, त्यसमा चाहिँ पहिल्यै विद्यार्थीलाई थाहा हुन्छ भन्ने पनि गुनासो सुनिन्छ है, कि पहिल्यै थाहा हुन्छ विद्यार्थीहरूलाई कि यो सोधिन्छ, यो क्वेसन आउँछ र यसको तयारी गरेर जाने हो र परीक्षा दिने हो। यो कतिको सत्य हो? होइन, यो अब हाम्रो चाहिँ भनौँ सामुदायिक क्याम्पसहरूमा त त्यस्तो कुरा चाहिँ कमै हुन्छ। अब अहिले जुन अब विभिन्न किसिमका चाहिँ अब त्यो जुन फाइनल परीक्षा हुनुभन्दा अगाडि विभिन्न किसिमको जुन टर्म इक्जामहरू हुन्छ, हामीले त्यही टर्म इक्जाममा अब विद्यार्थीहरूलाई चाहिँ एउटा चाहिँ होइन सम्बन्धित टिचरहरूले फेसिलिटी गर्नु होला, तर समग्र चाहिँ के भने त्यो क्वेसनै चाहिँ आउट हुने कुरा चाहिँ होइन। अब तर के भने टिचर र चाहिँ विद्यार्थी चाहिँ के भने आफ्नै विद्यालयमा चाहिँ आफ्नै चाहिँ विद्यालयमा चाहिँ इक्जाम दिँदाखेरि अब त्यो कुरा केही कुरा त्यो फोकस गरेर चाहिँ टिचरले पढायो होला, तर क्वेसनै चाहिँ आउट गर्ने भन्ने कुरा चाहिँ होइन। त्यो एउटा नैतिकता, टिचरको नैतिकता दिन्छ। अब उसले हुनसक्छ सम्भावित चाहिँ जुन प्रश्नहरू आउन सक्ने प्रश्नहरूलाई उसले चाहिँ के भने पहिले नै इङ्गित गरेर ल तपाईँहरू यसमा फोकस गर्नुहोस् भनेर चाहिँ भनेको हुनसक्छ। यो कुरालाई चाहिँ मैले मान्छु। अब भनौँ न एउटा शिक्षक जस्तो एउटा चाहिँ शिक्षा क्षेत्रमा नैतिकको ठुलो चाहिँ यसमा स्थान हुन्छ। अब यसलाई चाहिँ किनभने भोलि यदि टिचरले आफूले नैतिकता गुमाइदियो भने गुणस्तर शिक्षा चाहिँ कमजोर हुन्छ, किनभने त्यो विद्यार्थीले चाहिँ भोलि भविष्य बर्बाद हुन्छ। अहिले हामीले क्वेसन भन्छौँ तर भोलि विद्यालयमा जाँदा त क्वेसन भन्दैन नि, भोलि विद्यालयमा चाहिँ उनीहरूलाई त भोलि चाहिँ यही कारणले गर्दाखेरि 12मा चाहिँ हुनसक्छ, किनभने उनीहरूले चाहिँ एउटा चाहिँ सम्भावित चाहिँ यी क्वेसनहरू चाहिँ आउन सक्छन् भन्ने कुरा चाहिँ इङ्गित गरेको कारणले गर्दा 12 सजिलोसँग पास गरे। तर अब के अरे 11 सजिलो पाए, 12मा चाहिँ के भन्दैन माथि सरकारबाट चाहिँ जुन जाँच दियो त्यसमा चाहिँ उनीहरू चाहिँ असफल हुनु। त्यो तपाईँलाई यस्तो लाग्दैन विद्यालयहरूले यसो गएर कहाँ होनल भने त्यस्तो लाग्दैन तपाईँलाई? त्यो गर्नु हुँदैन। अब यता कता सबैलाई चाहिँ हामीले मुख्य मिल्दैन। अब होला स्याम्पलिङमा चाहिँ के भने 95 भनौँ न 90 विद्यालयले गर्दैन, किनभने टिचर चाहिँ एउटा चाहिँ नैतिकवान हुन्छ। त्यो किनभने उसले भन्नु कुनै क्वेसन भन्नुभन्दा त्यो विद्यार्थीको भविष्य बिगार्नु भने उसलाई पढाउने परिबाट बाहिर लानु, किनभने उसलाई चाहिँ जब चाहिँ क्वेसन भन्न थाल्यो भने उसले पढ्दैन। नपढेपछि चाहिँ के हुन्छ भने अब त्यही कुराले चाहिँ के भन्दैन भोलि चाहिँ उसको भविष्य विकृतिको कुरा गर्ने हो भने सबै ठाउँमा केही न केही हुन्छ होइन, यसमा पनि होला। पूर्ण रूपमा यसरी नै भइरहेको छ त्यो पनि मेरो भनाइ होइन होइन, तर यस्तो होला भन्ने कुराबाट तपाईँ चाहिँ यसलाई नकार्न चाहिँ सक्नुहुन्न होइन, एउटा त्यो कुरा भयो। हजुर, अब त्यो सबै ठाउँमा चाहिँ सबै ठाउँ हुन्छ भन्ने छैन, सबै ठाउँ हुँदैन भन्ने कुरा होइन। अब त्यो तर मुख्य कुरा त रिजल्ट हो नि त। रिजल्टले चाहिँ जस्तो किसिमको रिजल्ट आयो यसले चाहिँ हाम्रो शिक्षा जुन छ शिक्षा प्रणाली छ, प्रणालीलाई दोष दिनुहुन्छ कि अब विद्यार्थीले राम्ररी पढेनन् भनेर त पन्छिन मिल्दैन नि होइन? होइन, एउटा कुरा अब शिक्षाको चाहिँ अनुगमन प्रणाली अहिले त हामीले के भने 2 वर्ष 3 वर्षले चाहिँ हामीले के भनेदेखि मेन चाहिँ यो हुनुपर्छ होइन। अब पहिले त्यस्तो थिएन, सिचुएसन एकाएक आयो, विद्यार्थीहरू चाहिँ विद्यालय जाने वातावरण भएन, पढाउने र पढ्ने वातावरण भएन। त्यो कुराले चाहिँ के भने धेरै कुरा जिम्मेवारी लिन्छ। तर अब विद्यालयमा पनि अब भनौँ न एउटा चाहिँ अहिलेको रिजल्ट कस्तो देखिएको छ भनेदेखि सहरी क्षेत्रको रिजल्ट राम्रो, ग्रामीण क्षेत्रको चाहिँ जुन विद्यालय छ नि सरकारी विद्यालयको रिजल्ट चाहिँ एकदम कमजोर देखिन्छ। यो कारण के हो भनेदेखि अब जो सहरी क्षेत्रमा चाहिँ जुन तपाईँको जुन क्लासहरू अब नेट इन्टरनेटको फेसिलिटी हुने, त्यसले गर्दाखेरि जुन क्लासहरू चाहिँ राम्रोसँग सञ्चालन गर्न सक्ने, पहाडी क्षेत्रमा चाहिँ एउटाबाट अर्को क्षेत्रमा नआउने उनीहरूसँग चाहिँ जुन एउटा चाहिँ जुन क्लासमा पढ्ने चाहिँ आफ्ना जुन एउटा चाहिँ साधन पनि राम्रो उनीहरूसँग एउटा चाहिँ एउटा ल्यापटप एउटा चाहिँ मोबाइल चाहिँ राम्रो किसिमको नभएको कारणले गर्दाखेरि उनीहरूले विद्यालयका शिक्षकहरूले त्यो जुन मात्रामा क्लास उनीहरूले ग्रहण गर्न सक्छ। त्यसले गर्दाखेरि
यो चाहिँ के भने अहिलेको मैले के भन्छु 2 वर्षमा चाहिँ 2-2.5 वर्ष कोरोनाकै जिम्मेवारी लिनुपर्छ, त्यसले गर्दा पढ्ने भन। अरू अरू कुरा चाहिँ अब त्यसमा चाहिँ अब जुन 9 र 10 को कमजोर परिपाटीलाई चाहिँ परीक्षा चाहिँ के दियो भने पहिलेकै परिपाटीमा क्वेसनहरू सोध्ने कामले गर्दाखेरि त्यो विद्यार्थीहरू चाहिँ के भनेदेखि जुन रूपमा चाहिँ उनीहरूले चाहिँ शिक्षा चाहिँ जुन तयारी हुनुपर्ने हो त्यो तयारी चाहिँ नभएको, त्यो चाहिँ मैले चाहिँ स्वीकार्छु होइन। विद्यार्थीलाई चाहिँ किन तयारी भन्नु, मैले अघि एउटा क्लियर भने त्यो 9 र 10 मा कमजोर र 11 मा चाहिँ जुन सम्बन्धित विद्यालयले नै के गर्ने भनेदेखि परीक्षा लिने कारणले गर्दाखेरि अब त्यो परिपाटीले चाहिँ उनीहरू चाहिँ पढ्ने बानी चाहिँ छुट्यायो, त्यो पढ्ने बानी छुट्याएको कारणले गर्दा रिजल्ट चाहिँ कमजोर हो, यो कुरा म स्वीकार्छु। पहिले के थियो भने 11 पनि राष्ट्रिय परीक्षा बोर्डले लिन्थ्यो, 11 परीक्षा, अनि 11 पढ्ने विद्यार्थी पढ्ने बानी 11 मा राष्ट्रिय परीक्षा बोर्डले जाने कारणले गर्दाखेरि विद्यार्थीमा तयारी गर्थे। र अहिले चाहिँ के भने 11 चाहिँ सम्बन्धित विद्यालयले लिने अनि 12 चाहिँ राष्ट्रिय परीक्षाले गर्दाखेरि मिलेन, यसको चाहिँ जुन चाहिँ एउटा चाहिँ कुनै स्तरै मिलेन। त्यसले गर्दाखेरि अब आफ्नो विद्यालयमा के हुन्छ भने त्यो विद्यार्थीको एउटा कारण के छ भनेदेखि जुन विद्यार्थी पास हुँदैन त्यो पास नभएको विद्यार्थी परीक्षा फर्म चाहिँ 12 मा चाहिँ भर्न पाउँदैन। त्यस कारणले चाहिँ अनि यो तरिकाले पनि बिग्रेको हो होइन। 11 कक्षा चाहिँ विद्यालयले लिने अनि 12 चाहिँ राष्ट्रिय परीक्षा बोर्डले। हजुर 12 कक्षा चाहिँ 12 को परीक्षा चाहिँ राष्ट्रिय परीक्षा बोर्डले अनि 11 को चाहिँ सम्बन्धित विद्यालयले लिने। सम्बन्धित विद्यालय, हजुर 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 यो अलि मिलेन तपाईको भनाइ। त्यो मिलेन, त्यो पढाइको स्तर मिलेन। हजुर यसले गर्दा पनि समस्या देखियो। समस्या देखियो। हजुर अब यो जसरी अहिलेको रिजल्ट जुन आयो अब सुधार गर्न के गर्नु पर्ला तपाईले के लाग्छ? कहाँ कहाँ कमजोरी हो? तपाईले 2-3 वटा कुरा भन्नुभयो हैन कमजोरीका। हजुर अब रेगुलर क्लास आफूले सबभन्दा गुणस्तरको पहिलो चाहिँ भुड्किलो के भनेदेखि विद्यार्थीहरू क्लासमा चाहिँ रेगुलर हुनु पर्यो, टिचरले रेगुलर पढाउनु पर्यो। दोस्रो कुरा यो 11 को जाँच चाहिँ सकभर चाहिँ मलाई के लाग्छ भनेदेखि विद्यालय दिनुभन्दा पनि सम्बन्धित राष्ट्रिय परीक्षा बोर्ड दिनुपर्छ, किन त्यो हो भनेदेखि चाहिँ के भने उनीहरूले पढ्ने परिपाटी चाहिँ डेभलप हुन्छ। किनभने 11 मै उनीहरूले चाहिँ पढ्नुपर्छ होइन, मैले चाहिँ राम्रोसँग पढ्ने भने यो सरकारले लिएको 11 पनि सरकारले लिएको, मैले 12 पनि त्यस्तै कुरा तयारी गर्नुपर्छ विद्यार्थीमा चाहिँ त्यो के अरे मनोविज्ञान पर्छ। त्यसले गर्दाखेरि अब मैले के भने सबभन्दा पहिले अब विद्यार्थीहरूलाई हामीले के गर्नुपर्छ भने रिजल्ट राम्रो गर्न टिचरहरू राम्रो राख्नु पर्यो। अब टिचिङ लर्निङ चाहिँ इन्भाइरोमेन्ट चाहिँ राम्रो बनाउनु पर्यो। अब त्यसले गर्दाखेरि जुन विद्यार्थीहरू चाहिँ कमजोर विद्यार्थी छन् तिनीहरूलाई चाहिँ रिमेडियल क्लास गर्नुपर्छ। रिमेडियल क्लास भनेको कमजोर विद्यार्थीलाई छुट्टै सम्पूर्ण विद्यालयहरूले आफ्नो विद्यार्थीहरूलाई एनालाइसिस गरेर उनीहरूको चाहिँ त्यही त विकृति त त्यही देखियो नि। जसरी तपाईँले भनिराख्नु भएको छ नि, मैले एउटा प्रश्न तपाईँलाई गरेको थिएँ होइन, एउटा कि सम्बन्धित विद्यालयले नै क्वेसन तयार पार्ने अनि परीक्षा लिने 11 को कुरा त्यही होइन, कक्षा 11 मा गर्ने त्यही होइन, त्यहीँनिर समस्या त्यही त भन्दैछु। अनि त्यही समस्या त्यही देखियो नि होइन, विद्यार्थीले पहिले थाहा पाउँछन् नि के सोध्छन् भनेर होइन, सबै ठाउँमा नहोला त समस्या त्यही देखियो नि होइन। विद्यार्थी चाहिँ पढ्ने बानी बिगाड्ने ठाउँ त त्यहीबाट सुरु भयो। यसमा एग्री हुनुहुन्छ नि तपाईँ? अनि यो परिपाटी चाहिँ अन्त्य हुनु पर्यो, परीक्षा बोर्डले नै परीक्षा लिनु पर्यो। अब एउटा अर्को यो जुन समस्या जसरी शिक्षा क्षेत्रमा देखिएको छ यसमा यो अहिलेको जसरी यो टेक्नोलोजीको विकास यो वरदान हो कि अभिशाप हो शिक्षा क्षेत्रको लागि? जसरी अहिलेका जो परीक्षा भनौँ राम्ररी पढ्नु पर्ने जुन बालबालिकाहरू छन् तिनीहरूले जसरी यो टेक्नोलोजीको प्रयोग गरिरहेका छन् या अन्य सामाजिक सञ्जालहरूको प्रयोग गरिरहेका छन्, यसले गर्दा पढाइमा चाहिँ कस्तो असर पारेको छ? होइन, यो टेक्नोलोजी भनेको अहिलेको आवश्यकता हो, यो अभिशाप होइन। अब मुख्य नेपालको कन्टेक्स्टमा नेपालको चाहिँ जियोग्राफिकलको अवस्था, नेपालको गभर्मेन्टले चाहिँ जुन एउटा टेक्नोलोजी चाहिँ विस्तार गर्न सक्नुपर्ने चाहिँ क्षमता चाहिँ बाहिर रहेको कारणले चाहिँ त्यो चाहिँ हाम्रो चाहिँ अभिशाप हुन्छ। किनभने अहिले चाहिँ के भने भोलि विद्यार्थी चाहिँ के पास हुन साथ चाहिँ टेक्नोलोजीसँग भिजेन, उसले चाहिँ के भनेदेखि टेक्नो फेन भन भने त्यो विद्यार्थी पछाडि पर्छ। अहिले पनि के भनेदेखि विद्यार्थी जुन एउटा सहरी क्षेत्रमा रहेको विद्यार्थी र पहाडी क्षेत्रमा रहेको विद्यार्थीको डिफरेन्स, किनभने सहरी क्षेत्रको विद्यार्थी टेक्नोफेन हुन्छ, बाहिर चाहिँ विद्यार्थी के भने जुन चाहिँ सहरभन्दा बाहिर ग्रामीण क्षेत्रबाट चाहिँ जुन आएको विद्यार्थी त्यो चाहिँ कमजोर हुन्छ। त्यसले गर्दाखेरि भोलि जबका अपर्च्युनिटी हो, अन्तर्राष्ट्रिय रूपमा चाहिँ भोलि चाहिँ के भने कम्पिटिसनका कुराहरू उसका चाहिँ यवाद कुराहरू चाहिँ के भने टेक्नोलोजीले नै उसलाई चाहिँ डिपेन्ड गर्छ। त्यस कारणले टेक्नोलोजी अहिलेको चाहिँ आवश्यकता हो। त्यस कारणले मैले यसलाई चाहिँ म चाहिँ सम्पूर्ण चाहिँ के भने विद्यालयहरूमा चाहिँ
आफूले चाहिँ टेक्नोलोजी के भनेदेखि गर्नुपर्छ भोलि होइन प्रयोग गर्नु नगर्नु विद्यार्थीको चाहिँ के हुन्छ भने भोलिको परिस्थितिमा सधैँभरि चाहिँ के भनेदेखि हामीले चाहिँ के अरे टेक्नोलोजी नै प्रयोग गर्नुपर्छ भन्ने छैन हामीले क्लासरुमबाट पनि क्लासमा पनि टेक्नोलोजीका विभिन्न चाहिँ मल्टिमिडियाका कुराहरू आइसकेका छन् अहिले होइन त्यसले गर्दाखेरि अब यो के अरे जुन एउटा चाहिँ जुनबाट क्लास चाहिँ सञ्चालन गर्ने कुरा भनेको त्यो समयको परिस्थिति हो एउटा चाहिँ समयले चाहिँ हाम्रो अब यो त भयो टेक्नोलोजीको कुरा मैले अर्को कुरा के जोड्न खोजेको भन्दाखेरि जस्तो किसिमको रिजल्ट आयो त्यसमा सामाजिक सञ्जालको प्रभाव या भनौँ त्यसको जसरी विद्यार्थीहरू चाहिँ पढाइमा त्यति ध्यान नदिने जुन कुरा तपाईँ पनि स्वीकार गरिराख्नु भएको छ होइन त्यो कतै न कतै समस्या देखियो होइन सामाजिक सञ्जालको प्रयोगतातर्फ चाहिँ अलि झुकाव बढी विद्यार्थीहरूको पढ्ने समयमा त्यो समस्या देखिएको छ नि त होइन होइन अब यो अहिलेको चाहिँ विद्यार्थीहरूको चाहिँ के छ भने धेरै समय चाहिँ अब यो सामाजिक सञ्जालमा नै खर्च गरेको पाइहाल्छ अब यो चाहिँ मैले अब लकडाउनको लाउँदा धेरै नै अब चाहिँ धेरै चाहिँ समय चाहिँ विद्यार्थीहरूले जुन एउटा सामाजिक सञ्जालमै नै के अरे जुन चाहिँ खर्च गरेको पाइन्छ त्यसले गर्दाखेरि होइन अब यो चाहिँ अब हामीले अब यसलाई चाहिँ परिपाटी कसरी चाहिँ डेभलप गर्ने यो अलिक गाह्रो छ कुनै पनि विद्यार्थीले सामाजिक सञ्जाल नहेर्नु भनेर हामी सक्दैनौँ किनभने अब यो चाहिँ टेक्नोलोजीले दिएको चाहिँ जुन एउटा सुविधा चाहिँ उसले चाहिँ प्रयोग गर्छ तर अब टाइम म्यानेजमेन्ट गर्ने विद्यार्थीले आफ्नो टाइम म्यानेजमेन्ट गर्नुपर्छ मलाई चाहिँ के लाग्छ भने अब जब विद्यार्थी आफ्नो चाहिँ के भन्दैको जुन एउटा चाहिँ पठन पाठनलाई चाहिँ व्यवस्थित गर्न कति टाइम चाहिँ उसले चाहिँ सामाजिक सञ्जालमा आफू प्रयोग गर्ने हो कति टाइम चाहिँ उसले चाहिँ आफूले अध्ययन गर्नु हो अब सामाजिक सञ्जाल पनि उसले चाहिँ मेटेरियल खोज्ने आफ्ना चाहिँ के भनेदेखि चाहिँ जुन विद्यालयका कक्षालाई चाहिँ आफ्नो सब्जेक्टलाई सहयोग हुने खालका चाहिँ सामाजिक सञ्जालहरूले खोजी गर्नु पर्यो त्यसले गर्दाखेरि उसलाई के शैक्षिक मेटेरियलहरू चाहिँ उसलाई प्राप्त हुन्छ र उसको चाहिँ के भनेदेखि रिजल्ट चाहिँ एउटा सर्वश्रेष्ठ रिजल्ट चाहिँ हुनसक्छ तर अहिले हाम्रो चाहिँ जुन चाहिँ टाइम चाहिँ हाम्रा चाहिँ जुन विद्यार्थी भाइ बहिनीले के भनेदेखि जुन एउटा मनोरञ्जनमा चाहिँ धेरै चाहिँ टाइम चाहिँ यो प्रयोग गरेको चाहिँ मैले देखाएको छु यतातर्फ सबैले ध्यान दिनु पर्यो अभिभावकले पनि ध्यान दिनु पर्यो होइन विद्यार्थी पनि सचेत बन्नु पर्यो अनि विद्यालयहरूले पनि आफ्नो कर्तव्य निर्वाह गर्नु पर्यो हजुर अब अलिक प्रसङ्ग बदलौँ जस्तै यो चर्को शुल्कको कुरा जुन उठिरहन्छ बेला बेलामा कि विद्यालयहरूले धेरै चर्को शुल्क लिए होइन विशेष गरेर +2 चाहिँ के भन्नुहुन्छ तपाईँ स्वयं पनि एउटा कलेजको प्रिन्सिपल हुनुहुन्छ तपाईँ बानेश्वर मल्टिपल कलेजको होइन तपाईँलाई के लाग्छ शुल्क जसरी निर्धारण गरिएको छ निर्धारण त त्यसै पनि पालना भएकै छैन होइन तपाईँलाई के लाग्छ यस विषयमा होइन मलाई शुल्क लिनु प्राइभेटहरूले अथवा जुनसुकै सरकारी विद्यालय अथवा उनीहरूले शुल्क लिन्छ तर मेरो भनाइ के छ भनेदेखि कुनै पनि प्राइभेट बोर्डिङका स्कुलहरूले जुन फी चाहिँ अन्नधन्न बनाउँछन् त्यो के भनेदेखि फी भनेको कुरा के हुनुपर्छ भने उसको क्वालिटी मेजर हुनुपर्छ गभर्मेन्टले कुनै पनि विद्यालय कुनै पनि प्राइभेट बोर्डिङ स्कुलले चाहिँ उसले फी बढाउँछ फी चाहिँ उसले त्यो अनुसार क्वालिटी दिएको छैन त्यो कुरा चाहिँ के भने अनुगमन मोनिटरिङ सिस्टम कम छ नेपालमा फीको आधारमा उसले क्वालिटी दिएको छैन अहिलेसम्म म चाहिँ के ठोकासा भन्छु प्राइभेटहरूले चाहिँ के भने अन्नधन्न उनीहरूले एउटा प्रफिट ओरिएन्टेड भएर चाहिँ के भने अब 4-5 लाख 5 लाखसम्म पनि जुन 12मा 5 लाखसम्म चाहिँ पैसा असुली गरेर यो असुली मात्रै होइन त्यो चाहिँ के भने गभर्मेन्ट जिम्मेवार ती निकायहरूले चाहिँ के भने पैसा चाहिँ के भने अनुदान लिइरहेछन् त्यसको आधारमा क्वालिटी दिएको छैन त्यो कुरा चाहिँ गरिदिनु पर्यो म के भन्छु सम्पूर्ण चाहिँ विद्यालयहरूको अब 5 लाखसम्म लिनेहरूको त भनाइ के रहन्छ भने मैले चाहिँ हाम्रो विद्यालय चाहिँ गुणस्तरीय शिक्षा दिइरहेको छ किन नलिने होइन गुणस्तरीय शिक्षाको चाहिँ मापदण्ड हुनु पर्यो गभर्मेन्टले यो गुणस्तरीय शिक्षा भने यो भन्ने कुरा चाहिँ उसले सरकारले मापदण्ड तोड्नु पर्यो त्यो मापदण्ड अनुसार चाहिँ उसले चाहिँ के अरे अनुगमन र मोनिटरिङ सिस्टम बोलेको पर्यो यहाँ त मापदण्डै छैन यो के भने क्वालिटी एजुकेसनको आधार के हुन् भन्ने कुरा चाहिँ बोर्डिङ स्कुललाई चाहिँ सरकार दिइसकेको छैन त्यो खालि चाहिँ बढी नम्बर मात्रै ल्याउने मात्रै पनि क्वालिटी एजुकेसनको चाहिँ के भन्ने कुनै मापदण्ड होइन किनभने त्यो विद्यार्थीलाई चाहिँ हामीलाई दुईटा कुरा हुन्छ संस्कारी त्यो विद्यार्थी संस्कारी भयो कि भएन ऊ प्र्याक्टिकल एजुकेसन उसले प्राप्त गरेन उसले चाहिँ आफ्नो विषयवस्तुहरू प्रत्येक दिन उसले पढेका विषय प्रयोगता ढङ्गले बुझाएको छैन त्यो कुरा चाहिँ के भनेदेखि उसले त्यो कुरा बुझ्नु पर्यो प्र्याक्टिकल एजुकेसनको आफ्नै किसिममा नर्म्स र आफ्नै किसिममा स्ट्यान्डर्ड छन् त्यो कुरा चाहिँ सम्बन्धित निकायबाट चाहिँ के भनेदेखि जुन रूपमा चाहिँ रेखदेख हुनुपर्ने हो जुन रूपमा चाहिँ हेर्नुपर्ने त्यो हेरेको छैन नेपालको पक्षमा त्यो अहिलेसम्म लागु भएको छैन अब सर्टेन विद्यालयहरू चाहिँ प्राइभेट बोर्डिङ खोले अब एउटा चाहिँ के भनेदेखि अब एउटा उनीहरूको एउटा अङ्ग्रेजी माध्यमबाट इङ्ग्लिस माध्यमबाट चाहिँ के भनेदेखि ऊ दिने कक्षा दिने अनि त्यो अनुसार चाहिँ के भने बढी मार्क ल्याउने बढी मार्कले मात्रै पनि क्वालिटी एजुकेसनलाई चाहिँ उ गर्दैन मेजर गर्दैन मेरो चाहिँ के अरे विचारमा हजुर तपाईँ स्वयं एउटा कलेजको प्रिन्सिपल हुनुहुन्छ र
यो बानेश्वर बहुमुखी क्याम्पसको प्रिन्सिपल हुनुहुन्छ र यो कलेजको स्थापना 2047 सालमै भएको थियो होइन। र यो कस्तो किसिमको कलेज हो, किनभने नेपालमा कुरा गर्ने भने एउटा त प्राइभेट भयो, अर्को सरकारी, र अर्को यो तपाईँ जुन कलेजको प्रिन्सिपल हुनुहुन्छ यो चाहिँ सामुदायिक भन्ने कलेज हो होइन। यो सामुदायिक भने खास यो कस्तो किसिमको कलेज हो? यो कस्तो भने अब आङ्गिक क्याम्पस भनेको त्रिभुवन विश्वविद्यालयमा डाइरेक्ट चाहिँ उनीहरूको म्यानेजमेन्टबाट चाहिँ सञ्चालन हुने क्याम्पस हो। प्राइभेट भनेको अब उनीहरू चाहिँ निजी क्षेत्रको स्रोतबाट सञ्चालन। हाम्रो चाहिँ के भनेदेखि सामुदायिक क्याम्पस भनेको यो समाजबाट, समाजको एउटा चाहिँ उबाट चाहिँ सञ्चालक समिति र समाजले चाहिँ एउटा चाहिँ यहाँको यो संस्थाको चाहिँ सञ्चालन र व्यवस्थापन गर्न लागि जुन क्षेत्रमा क्याम्पस स्थान हो त्यो क्षेत्रका चाहिँ जनताहरूले चाहिँ एउटा चाहिँ त्यहाँको सञ्चालक समिति, त्यहाँको एउटा चाहिँ कार्यकारी चाहिँ के भने सभा हुन्छ, त्यो सभाले सञ्चालन गठन गर्ने र जुन एउटा त्यो क्षेत्रको जनताको भावना अनुसार कस्तो किसिमको चाहिँ शिक्षा उनीहरू चाहन्छन् त्यो कुरालाई मध्यनजर राखेर एउटा चाहिँ एउटा मोडरेट फीमा शुल्कमा, भने यो चर्को शुल्क लिनेमा पर्दैन होइन यो सामुदायिक कलेजहरू? यो मोडरेट मध्यम विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको आङ्गिक भन्दा थोरै केही अलिकति बढी, प्राइभेट भन्दा त धेरै चाहिँ के भनेदेखि चाहिँ के अरे कम चाहिँ फी लिएर पढाउने चाहिँ एउटा चाहिँ समाज र समुदायबाट नै यसको चाहिँ व्यवस्थापन गरेर चाहिँ यो सामुदायिक क्याम्पस भनेको समुदायबाट नै व्यवस्थापन गरेर सञ्चालन गर्ने क्याम्पस हुन आएको। हजुर, अब तपाईँको यो जुन कलेज छ यसले चाहिँ एउटा पुरस्कार पनि पाएको अवस्था, गुणस्तर चिन्ह भन्छ त्यसलाई, QAA भनेर होइन, यो चाहिँ के हो? यो QA के भने अहिले अन्तर्राष्ट्रिय स्ट्यान्डर्डमा कुनै पनि क्याम्पस अथवा कलेजहरू चाहिँ अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त गर्न लागि अथवा स्वदेशमै पनि त्यो चाहिँ यसको चाहिँ अस्तित्व टिकाउन लागि यो चाहिँ QA अत्यन्त जरुरी। QA भनेको के भनेदेखि गुणस्तर चाहिँ कुनै पनि क्याम्पसमा चाहिँ गुणस्तरका चाहिँ जुन मापदण्डहरू चाहिँ पुरा भएका छन् त्यसको त्यो पुरा भएको कुरा चाहिँ जुन सम्बन्धित चाहिँ जुन देशको जुन एउटा चाहिँ विश्वविद्यालय अनुदान आयोगबाट र विश्वका प्राध्यापकहरू संलग्न भएर चाहिँ त्यहाँका सम्पूर्ण इन्डिकेटरहरू यो गुणस्तर शिक्षाका इन्डिकेटरहरू चाहिँ त्यो क्याम्पसमा पुगेको छ छैन, त्यो कुरा सम्पूर्ण पुगेपछि मात्रै प्रदान गर्ने कुरा हो। यसमा चाहिँ अब QA चाहिँ मेन चाहिँ के भनेदेखि क्याम्पसको चाहिँ एउटा चाहिँ गुणस्तर रूपमा चाहिँ सम्पूर्ण मापदण्ड पुरा भएको र यो विद्यालयबाट यो चाहिँ क्याम्पसमा उत्पादन भएका चाहिँ जुन विद्यार्थीहरू राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा इजिली रूपमा चाहिँ भर्ना पाउने एमफिल पिएचडीमा, स्वदेशमा चाहिँ जुन रोजगारीको लागि चाहिँ जुन QA प्राप्त कलेजबाट चाहिँ जुन उत्तीर्ण मास्टर डिग्री ब्याचलरका जुन जनशक्ति स्वदेशमा पनि ती जनशक्ति चाहिँ आफैले चाहिँ एउटा चाहिँ जुन संस्थामा चाहिँ एउटा प्रयोगात्मक ढङ्गबाट सहिलेसँग चाहिँ काम गर्न सक्ने चाहिँ एउटा वातावरण तयार हुन्छ। त्यो तयार भएको कारणले गर्दाखेरि जुन QA प्राप्त कलेजका चाहिँ विद्यार्थीहरू गुणस्तर हुन्छन् र अन्तर्राष्ट्रिय रूपमा चाहिँ भोलि विश्वविद्यालयहरूमा जाँदा पनि अन्तर्राष्ट्रिय इजिली चाहिँ के भन्छ यिनीहरूले भर्ना पाउने कारणले गर्दाखेरि यो चाहिँ अब एउटा गुणस्तरको चाहिँ एउटा चाहिँ यो भनेको यो QA जुन भन्नुभयो नि यो चाहिँ कतिवटा जुन क्याम्पसहरूले पाइसकेका छन् नेपालमा? होइन, अहिले जम्मा चाहिँ के अरे अधिराज्यहरूमा 11वटा युनिभर्सिटी छ। 11वटा युनिभर्सिटीमा चाहिँ लगभग चाहिँ 1400वटा क्याम्पस छन् होइन। 1400 क्याम्पसमा बानेश्वर क्याम्पस चाहिँ 57 नम्बरमा QA प्राप्त गर्ने कलेज छ। अहिलेसम्म 65वटा अधिराज्य भरमा चाहिँ 65वटा कलेज मात्रै QA प्राप्त कलेज छन्, त्यसमध्ये बानेश्वर क्याम्पस चाहिँ 57 नम्बरमा। यो दिने होइन सरकारले चाहिँ होइन, यो विश्वविद्यालय भन्ने एउटा आयोग छ त्यसले दिने हो। विश्वविद्यालय अनुदान सरकारको पनि अब भनौँ प्रतिनिधि त्यो बोर्ड हुन्छ नि विश्वविद्यालय अनुदानमा चाहिँ वा त शिक्षा मन्त्रालयको चाहिँ के भनेदेखि अथवा यो सरकारी उनी भयो होइन, सरकारले दिने नै हो, यो सरकारले दिने हो। हजुर, अब हामी अन्त्यतिर पनि आइसकेका छौँ। तपाईँलाई के लाग्छ अब जसरी शिक्षाको स्तर खस्किँदै गएको अवस्था छ, जुन रिजल्टले देखाएको छ होइन, रिजल्टले नै हामीले भन्ने हो नि त शिक्षाको स्तर चाहिँ खस्किँदै गइरहेको अवस्था छ भनेर होइन। तपाईँलाई के लाग्छ मुख्य कुरामा चाहिँ सरकारको तर्फबाट या सरकारले भन्नुपर्ने, सरकारले गर्नुपर्ने काम भन्नुपर्दा के गरिदिनु पर्यो सरकारले? अरू त हामी अघि कुरा गरिसक्यौँ होइन, विद्यार्थीले गर्नुपर्ने, अभिभावकले गर्नुपर्ने या विद्यालयले गर्नुपर्ने कुराहरू होइन, सरकारले चाहिँ के गरिदिनु पर्ने होला जस्तो लाग्छ तपाईँलाई? होइन, अब मुख्य कुरा के गर्नुपर्छ भने हामीले सहरी क्षेत्रको मात्रै शिक्षालाई मात्रै सुधार गरेर हुँदैन,
समग्र नेपाल अधिराज्यको शिक्षालाई हामीले सुधार गर्ने गुणस्तर बनाउने हो भने सर्वप्रथम हामीले ग्रासरुट चाहिँ के भनेदेखि जुन भर्नाको जुन स्कुल लेभलमै अलि राम्रा टिचरहरू राख्नुपर्छ। अहिले चाहिँ के भनेदेखि अब ती विद्यार्थीहरूलाई चाहिँ अभिभावक र जुन एउटा टिचरहरूले कमजोर विद्यार्थीहरूलाई चाहिँ अब कमजोर विद्यार्थी भोलि राष्ट्रको दायित्व हुन सक्छ। ती कमजोर ती सन्ततिलाई हामी राष्ट्रको भोलि तिनीहरूलाई सम्पत्ति बनाउने हो भनेदेखि अब स्कुल लेभलमै हामीले के गर्नुपर्छ भने त्यसलाई सुधार त्यहाँका टिचरहरूलाई राम्रोसँग ट्रेनिङ दिनु पर्यो र अब विद्यार्थीहरूको साइकोलोजी बुझेर कस्ता विद्यार्थीलाई कसरी चाहिँ के भनेदेखि शिक्षा प्रदान गरेर उनीहरूले बुझ्छन् भने त्यसका चाहिँ पाठ्यक्रमहरू त्यही किसिमका चाहिँ तयार हुनु पर्यो। अब अनावश्यक चाहिँ विद्यार्थीहरूले चाहिँ थुपर्ने जुन शिक्षा मात्रै थुपार्ने उनीहरूले बुझ्ने किसिमको जस्तै भनौँ न एक क्लासमा जुन पाठ्यक्रम राख्दाखेरि उनीहरूलाई कस्तो किसिमको चाहिँ जुन पाठ्यक्रम राख्दाखेरि चाहिँ एक क्लासकोले चाहिँ त्यो कुरा ग्रहण गर्छ, 2 क्लास 3 क्लास त्यस्तै माथिसम्म चाहिँ 10 सम्मका चाहिँ जुन पाठ्यक्रमहरूलाई चाहिँ सुधार गर्नु पर्यो। त्यसो साथसाथै त्यहाँको चाहिँ विद्यालयको व्यवस्थापनलाई चुस्त दुरुस्त राख्नु पर्यो। त्यहाँका टिचरहरूलाई चाहिँ एउटा चाहिँ के भनेदेखि चाहिँ राम्रो वेबाट चाहिँ सञ्चालन हुनु पर्यो, टिचरहरूलाई सक्रिय बनाउनु पर्यो, त्यहाँको सञ्चालक समितिलाई सक्रिय बनाउनु पर्यो र विद्यार्थीलाई जिम्मेवार बनाउनु। अनि मात्र के भने यदि विद्यार्थीलाई तपाईँको भविष्य देखाउनु पर्छ, हामीले दिने व्यवस्थापन हो, तपाईँ विद्यार्थीले राम्रो पढ्नुपर्छ, तपाईँको भविष्य चाहिँ यही ग्रासरुटको शिक्षामै माध्यमिक विद्यालयको शिक्षा राम्रो भने मात्रै माथिको शिक्षा राम्रो हुन्छ भन्ने कुरा चाहिँ प्रत्येक विद्यार्थीको मनस्तत्वमा पार्ने किसिमको राष्ट्रिय सरकारले चाहिँ योजना बनाउँछ। त्यो योजना बनाएर मात्रै त्यो राम्रोसँग इम्प्लिमेन्ट राम्रोसँग स्ट्रङली इम्प्लिमेन्ट भयो भने नेपालमा चाहिँ भोलि चाहिँ के भने जुन अहिले खस्केको रिजल्ट चाहिँ एकैचोटि चाहिँ माथि जान्छ र त्यो विद्यार्थीले चाहिँ भोलि चाहिँ वास्तवमा काम पनि गर्न सक्छ। अहिलेको यो बिजनेस स्कुलले हामीले ढाकछोप गर्नु हुँदैन। यो एजुकेसन न त त्यो विद्यार्थीले कुनै पनि चाहिँ आफ्नो खुट्टामा आफूले काम गर्न सक्छ, कुनै पनि संस्थामा गएर त्यसले चाहिँ के भने त्यो चाहिँ म्यान पावरलाई चाहिँ उसले चाहिँ के गर्छ। अनि फेरि कोही के भने क्याम्पस लेभलमा आएपछि त्यो स्कुल लेभलको विद्यार्थीलाई चाहिँ त्यही किसिमले हामी क्यारी गर्छौँ, त्यसलाई सुधार गर्नै सक्दैनौँ हामीले। अनि त्यही आधार गरेर कमजोर विद्यालय हुन्छ, माथि मास्टर डिभिजनमा चाहिँ कमजोर हुन्छ। अनि त्यो म्यान पावरले चाहिँ यतातर्फ सरकारले चाहिँ ध्यान दिनु पर्यो। हजुर ध्यान दिनु पर्यो। हजुर हस् त, धेरै धेरै धन्यवाद। हस्, थ्याङ्क यू। दर्शकविद ओ छलैत प्राध्यापक डॉक्टर घमान सिंह खड़का शिक्षाविद आए हुनका से बात करी छली कि नेपाल में जे पिछला समय में कक्षा 12 के परीक्षा के नतीजा जे एले नतीजा किया संतोषजनक नहीं रहले कि समस्या रहले यावत विषय में हुनका से बातचीत करी छली। बेस त नमस्कार।